व्यवस्था 21 अध्याय अज्ञात हत्या। परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूको अधिकारमा दिनुहुने देशमा कुनै मैदानमा लास फेला पर्यो र हत्याराको निधो भएन भने धर्मगुरुहरू र न्यायकर्ताहरू गएर लासदेखि कुन चाहिँ सहर निकटतम छ त्यो पत्ता लगाउन्। उक्त सहरका धर्मगुरुहरूले काममा नलगाएको र जुवा नहालेको एउटा कोरेली लिएर त्यसलाई नजोतिएको र बिउ नछरेको उपत्यकामा कुनै खोलानेर लगेर त्यसको घाँटी भाँचिदिनुपर्छ। तब परमप्रभु परमेश्वरको सेवा गर्न र उहाँको नाउँमा आशीर्वाद दिन र हरेक झैझगडा मिलाइदिने कामको निम्ति उहाँले छान्नु भएको हुनाले लेवीका सन्तानका पुजारीहरू त्यहाँ आउन्। त्यस लासको निकटतम सहरको सबै धर्मगुरुहरूले खोलामा घाँटी भाँचेको कोरेलीमाथि आफ्नो हात धोउन्। तिनीहरूले यसो भनुन्, यो हत्या हाम्रो हातले गरेको होइन, न त हाम्रा आँखाले त्यो हुँदै गरेको देखे। हे परमप्रभु, तपाईँले छुटकारा दिनुभएको तपाईँको प्रजा इस्राएलको निम्ति यो प्रायश्चित ग्रहण गर्नुहोस् र आफ्नो प्रजा इस्राएलमाथि यो निर्दोषका हत्याराको दोष नलागोस् अनि यो हत्याको प्रायश्चित पूरा हुनेछ। यसरी परमप्रभुको दृष्टिमा तिमीहरूले उचित काम गरेकाले आफ्ना बीचबाट त्यो निर्दोषका हत्याको दोष हटाउनेछौ। युद्धबन्दी स्त्री सम्बन्धी नियम। युद्धबन्दी स्त्री सम्बन्धी नियममा तिमीहरूका शत्रुहरूका विरुद्धमा युद्धमा जाँदा परमप्रभु आफ्ना परमेश्वरले तिमीहरूका हातमा शत्रुहरू सुम्पेर उनीहरूलाई युद्धबन्दी बनाई ल्याउँदा कैदीहरूमध्ये कुनै एउटी सुन्दरी स्त्रीलाई तिमीले देखेर मन परायौ भने तिमीले त्यसलाई पत्नी बनाउन सक्छौ। त्यसलाई आफ्नो घरमा लैजाऊ र त्यसलाई आफ्नो कपाल खौरन र नङ काट्न लगाऊ र कैदमा पर्दा त्यसले लगाएको लुगा फेर्न लगाऊ। तिम्रो घरमा बसी पुरा 1 महिनासम्म त्यसले आफ्ना बुवा आमाको निम्ति विलाप गरेपछि तिमी त्यस कहाँ जान सक्छौ र त्यसको पति बन्न सक्छौ र त्यो तिम्री पत्नी हुन्छे। पछि त्यो स्त्री तिमीलाई मन परेन भने त्यसलाई जहाँ इच्छा लाग्छ जान देऊ। तिमीले त्यसलाई बेच्नु हुँदैन वा त्यसलाई कमारी जस्तो गरी व्यवहार गर्नु हुँदैन, किनकि तिमीले त्यसको सतीत्व नष्ट पारेका छौ। जेठो अधिकार। यदि कुनै मान्छेका दुई पत्नी छन्, एउटी प्रिय र अर्की अप्रिय र ती दुवैबाट छोरा हुँदा मन नपर्नेले चाहिँ जेठो जन्माई भने अंशबण्डा लाउँदा मन पर्नेको छोरा भनेर मन नपर्नेको खास जेठो छोरालाई उछिनेर बुवाले कान्छालाई अधिकार दिन पाउने छैन। तर त्यसले मन नपर्नेको छोरालाई नै आफ्ना सबै धन सम्पत्तिको दोब्बर भाग दिएर जेठो हो भनी मान्यता दियोस्, किनभने त्यो चाहिँ त्यसको बाबुका शक्तिको पहिलो फल हो। जेठो अधिकार त्यसको नै हुनेछ। दुष्ट छोराको सजाय। आफ्ना आमा बुवाको आज्ञा पालन नगर्ने कुनै अटेरी बदमास छोरालाई ताड्न दिँदा पनि तिनीहरूको कुरा मान्दैन भने त्यसका आमा बुवाले त्यसलाई समातेर सहरका धर्मगुरुहरू कहाँ सहरको मूल ढोकामा लैजाउन्। तिनीहरूको सहरका धर्मगुरुहरूले यसो भनुन्, यो हाम्रो छोरा ठिट र बदमास छ। त्यसले हाम्रो आज्ञा पालन गर्दैन। यो लफङ्गो र मतवाला हो। तब त्यस सहरका सबै पुरुषहरूले त्यसलाई मरुन्जेल ढुङ्गाले हानुन्। तिमीहरूले आफ्ना बीचबाट दुष्टता हटाउनु र सारा इस्राएलीहरू यो सुनेर डराउनेछन्। कुनै मानिसले प्राणदण्ड पाउने पाप गर्दा तिमीहरूले त्यसलाई मारेर त्यसको शरीर रुखमा झुन्डायौ भने त्यसको लास रातभरि रुखमा झुन्ड्याएर नराख्नु, तर त्यस दिन त्यसलाई गाडिहाल्नु, किनभने त्यो झुन्ड्याइन्छ त्यो परमेश्वरबाट श्रापित हुन्छ। परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूको अधिकारमा दिनुहुने देश अशुद्ध नपार।